पहिलोचोटि डोस्टल आएको थिएँ म एकदम नर्मल स्टुडेन्ट थिएँ। सपना त थियो तर त्यो सपना पुरा हुन्छ कि हुँदैन भन्ने त्यो फुल कन्फिडेन्ट त्यो स्ट्रङ एउटा इमोसन चाहिँ थिएन। म एकदमै विक थिएँ जस्तो लाग्थ्यो मलाई। मैले कसरी गर्ने होला, पछि गएर म के गर्छु होला, के पढ्छु होला धैर्यसम्म पनि म फिक्स थिइनँ र मलाई मोटिभेसन चाहिएको रहेछ जुन चाहिँ मैले घर त्यो सोसाइटीबाट चाहिँ पाइनँ। अवसरहरू नदिनु भएको भए चाहिँ आई थिङ्क म चाहिँ अहिले यहाँ चाहिँ जुन इन्टेन्सनले तपाईँहरूमा चाहिँ बोलिरहेको छु त्यो इन्टेन्सनले चाहिँ आई थिङ्क म बोल्न सक्दिनँ थियो होला। सो त्यसैले गर्दाखेरि चाहिँ आइम रियली सो मच थ्याङ्कफुल टु दि डोस्टल। एन्ड अर्को भन्नुपर्दा चाहिँ साँच्चैकै भन्नुपर्दा चाहिँ डोस्टलले मेरो जीवनमा मेरो दुई वर्षको यो टाइममा चाहिँ एकदमै धेरै भूमिका निर्वाह गरेको छ। बिहान आँखा मिच्दै उठेर इनर्जाइजर सेसन जोइन गरेदेखि रातिको रिफ्लेक्सन सेसनसम्म चाहिँ डोस्टलमा हुनुहुने सम्पूर्ण सरहरू सम्पूर्ण सिनियर दाजुहरूले चाहिँ मेरो जुन डेली लाइफलाई चाहिँ एकदमै धेरै सहज बनाउनु हुन एकदमै धेरै साथ सपोर्ट गर्नुभएको छ। सुरुमा सबै कुराहरू नयाँ लाग्थ्यो, सबै कुराहरू अनौठो लाग्थ्यो र चुनौतीपूर्ण लाग्थ्यो, तर त्यही समस्याहरूलाई आफ्नो ढाल बनाएर अगाडि बढ्दै आएको छु र अहिले सफल पनि भइरहेको छु। पछिल्ला 2 वर्षको मेरो डोस्टलको यात्रा मेरो जीवनको एकदम राम्रो यात्रा थियो। यहाँ मैले कम्प्युटर सिकेँ, अङ्ग्रेजी बोल्ने तरिका सिकेँ, यहाँ मैले आफ्नो सहकार्य सिकेँ र यहाँ मैले कसरी अगाडि बढ्नुपर्छ भन्ने आफ्नो जिम्मेवारी पनि सिकेँ। यहाँ हामीलाई केवल पढाइ मात्र नभई हरेक कुरामा अब्बल बनाउने प्रयास गरिन्छ। हाम्रो सानोदेखि लिएर ठुलो गल्तीहरूसम्म सबैलाई हाइलाइट गर्दै हामीलाई लक्ष्यतर्फ लगाइन्छ। मलाई आज पनि याद छ असार 17 को त्यो साँझ जब म डोस्टलमा आएको थिएँ। तब नयाँ वातावरण, नयाँ शैली, नयाँ सबै थोक नयाँ, मलाई कम्फर्टेबल हुनको लागि धेरै समय लागेको थियो। मैले आफूलाई डोस्टलमा पसाउँदै गएँ, डोस्टलमा सबै कुराहरू बुझ्दै गएँ र डोस्टलले हामीलाई कति समय हेल्प गर्छ भन्ने कुरा बुझ्दै गएँ। हामीले डोस्टलले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा धेरै कुरामा मद्दत गरेको छ। हामीले सबैले थाहा भएको कुरा, हामी जुनै स्थानमा गए पनि हामीलाई सहजता मात्र हुन्छ भन्ने कुरो हुँदैन नि त। सबै ठाउँमा हामीले सहजता र असहजता दुवै कुराहरू झेल्नु पर्ने हुन्छ, जुन कुराले नै हामीलाई वास्तविकतामा जीवन के हो भन्ने कुरो सिकाउँछ। त्यसै गरी मैले पनि कति कुराहरू झेलेँ, सहजता पनि झेलेँ, असहजता पनि झेलेँ। त्यो सँगसँगै मैले डोस्टल लर्निङ सेन्टरमा बसेर कम्प्युटर सम्बन्धी आधारभूत स्किल अनि त्यसै गरी नेतृत्व गर्ने सिप, आफूले प्रस्तुत गर्ने तरिकादेखि लिएर आफ्नो सकारात्मक सोचहरू कसरी परिवर्तन गर्न सकिन्छ त भन्ने कुराहरू सिकेकी छु। यहाँका अनुभवहरूले मलाई अझै जिम्मेवार र आत्मनिर्भर बन्न सिकाएको छ। सँगसँगै मैले आफ्नो भविष्यलाई टुरिज्म इन एडभेन्चरतर्फ लग्ने निर्णय गरेकी छु।